हामीले आजको बैठकबाट तीनटा विषयमा निर्णय गरेका छौं। एउटा फागुन 21 गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ र त्यो सँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भनेको दलहरूलाई पनि निर्वाचनमा ल्याउनका निम्ति हरसम्भव प्रयास गर्छ, उनीहरुसँग संवाद गर्छ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने कुराको लागि आफ्नो तर्फबाट पहल कदमी गर्छ र सँगसँगै निर्वाचनका निम्ति सरकारलाई सहयोग पनि गर्छ, सरकारलाई खबरदारी पनि गर्छ र सरकारसँग निरन्तर रूपमा के विषयमा ध्यानाकर्षण गराउने भनेर निर्णय गरेको छ भने हात-हतियारहरू बाहिर छन्, कैदीहरू फरार छन् र राजनीतिक दलहरूले निर्वाध रूपले आफ्नो गतिविधिहरू गर्न पाइरहेका छैनन्। सरकार यो विषयमा जति गम्भीर हुनुपर्ने हो गम्भीर नभइरहेको हामीलाई महसुस भएको छ। हामी सरकारलाई यसमा मद्दत पनि गर्छौं र सँगसँगै खबरदारी पनि गर्छौं। फागुन 21 गतेको निर्वाचन भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको संवैधानिक जटिलताले पाउन सक्दैन। यो कुरामा हामी प्रष्ट थियौं, तर आज केन्द्रीय समितिको निर्णयबाट हामी देशभरिका आफ्नो पार्टीका साथीहरूलाई पनि प्रष्ट बनाउन चाहन्छौं र हामी पार्टीको तर्फबाट अरूलाई पनि प्रष्ट बनाउन चाहन्छौं। एउटा यो हो। दोस्रो, अहिले पछिल्लो समयमा केही राजनीतिक दलहरूको तर्फबाट केही समूहहरूको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोधको भाव फैलाउने, कतै निषेधको भाव फैलाउने, जसरी हुन्छ देशलाई अरू थप हिंसातर्फ लिएर जाने जुन खालका प्रवृत्तिहरू देखा परेका छन्। हामीले यी प्रवृत्तिहरू जुन समूहबाट भए पनि जुन दलबाट भए पनि यो गलत छ भन्ने हाम्रो ठहर छ र हामी यसको विरुद्ध उभिन्छौं र हामी यो बेलामा कुनै पनि राजनीतिक दललाई घृणाको भाषा, उत्तेजनाको भाषा प्रयोग पनि नगर्न र त्यसका निम्ति कुनै कामहरू नगर्नका निम्ति पनि हामी अनुरोध पनि गर्छौं, सचेत पनि गराउँछौं र त्यसै गरी राजनीतिक दलहरूले निर्वाध रूपले आफ्ना गतिविधिहरू गर्न पाउने तर्फ पनि कसैले अवरोध पुर्याउन हुन्न भन्ने तर्फ पनि हामी सचेत पनि गराउन चाहन्छौं। र यो सँगै नेपाली कांग्रेस पार्टीले आज अर्को एउटा महत्त्वपूर्ण निर्णय गरेको कुरा भनेको हामी भाद्र 23 र 24 गतेको आन्दोलनबाट जे कुरा प्रकट भएको छ, खासगरी नेपालका नवजवानहरूले नेपालमा सुशासनका निम्ति भ्रष्टाचारलाई जरेबाट निमिट्यान्न पार्नका निम्ति जुन भाव प्रकट गर्नुभएको छ, हामी त्यो भावलाई सम्मान गर्छौं, हामी त्यसलाई ग्रहण गर्छौं, त्यसबाट हामी सिक्न चाहन्छौं र त्यसबाट हामी नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी गर्नुपर्ने थप पहल कदमीहरू हामीहरू गर्छौं र आज पार्टीले निर्णय गरेको छ हामी यो सन्दर्भमा हामी नेपालमा निषेधको राजनीति, प्रतिशोधको राजनीति अगाडि बढाउन केही दलहरू उद्धत भइरहेको अहिलेको सन्दर्भमा हामी भने सबैसँग संवाद अगाडि बढाउन चाहन्छौं। हामी बहुपक्षीय संवाद गर्छौं। नेपालको संविधानलाई केन्द्रमा राखेर हामी नेपालका सबै राजनीतिक दलहरूसँग, पुरानो दलहरूसँग, भर्खर नयाँ दर्ता भएका दलहरूसँग, जेएनजी पुस्ताका साथीहरूसँग, नागरिक समाजसँग, सरकारवालासँग, जसरी योभन्दा पहिला 62-63 को आन्दोलनको बेलामा नेपाली कांग्रेसले राष्ट्रिय संकटको बेलामा सबैसँग संवादको हात बढायो, हामी यो पटक पनि नेपाली कांग्रेस पार्टी आजको यो बैठक पछाडि अब हामी सबैसँग औपचारिक रूपमा हामी दलसँग संवाद गर्छौं, नयाँ दलसँग गर्छौं, सबैसँग संवाद गर्छौं र एउटा यो नेतृत्वदायी भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने हामीले आफ्नो निर्णय गरेको छ। अब योसँग बाँकी रहेको विषय भनेको अधिवेशनको विषय बाँकी रह्यो। नेपाली कांग्रेसले यी सबै विषयहरू जुन आज निर्णय गरेको छ, यो निर्णयको भारी बोकेर र यसलाई शिर पनि ठाडो बनाएर, अग्लो भएर, छाती फराकिलो बनाएर गर्वका साथ अगाडि हिँड्नका निम्ति नेपाली कांग्रेस पार्टीले अधिवेशन गर्नै पर्छ। आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ, नयाँ संकल्पका साथ यसलाई अगाडि बढाउन सक्छ। त्यसकारणले गर्दा अधिवेशन अनिवार्य छ। यो अधिवेशन निर्वाचनभन्दा अगाडि अनिवार्य रूपमा गर्नै पर्छ। त्यो अधिवेशन गर्ने दुईटा बाटो छ। एउटा बाटो भनेको आवधिक अधिवेशन। हाम्रो समयावधि अब 15-20 दिनमा सकिन्छ। यो अवधि हामी थप्न सक्दैनौं, त्यसैले हामीले यो अवधिभित्र हामीले आवधिक अधिवेशन गर्नुपर्नेछ। जुन आवधिक अधिवेशनका निम्ति म लामो समयदेखि त्यसका निम्ति भन्दै आइरहेको छु, कराउँदै आइरहेको छु। यो आवधिक अधिवेशन गर्नलाई तिथिमिति सहित मैले प्रस्ताव गरेको छु। अब यो तिथिमिति धेरै घर्केर गएको छ, समय झन्झन यसले च्याप्दै लिएर गएको छ। पार्टीका थुप्रै नेताहरू यो समयमा गर्नै सकिन्न भनेर भन्नुहुन्छ, म त गर्न सकिन्छ भनेर आएको। उहाँहरू सबैको गर्न सकिन्न भनेर भन्ने अवस्थामा हामीसँग अर्को विकल्प छ र त्यो अब निर्विकल्प जस्तो छ। त्यो भनेको के हो भने आज हामीले निर्वाचनमा जाने निर्णय गरेका छौं। निर्वाचनमा जाने निर्णयलाई अगाडि बढाउनका निम्ति अब गर्ने के हो सबभन्दा उत्तम बाटो भनेको मंसिरको 27-28 गते, जुन दिन मैले भनेको दिनमा हुनुपर्छ भन्ने छैन, जुन दिन अलिकति अप्रोप्रिएट हुन्छ त्यो दिनमा नेपाली कांग्रेसको विशेष अधिवेशन गर्ने। विशेष अधिवेशनले कम्तीमा अहिलेको लागि, कम्तीमा यो निर्वाचनको प्रयोजनको लागि अहिलेको संक्रमणको बेलामा सबैसँग संवाद गर्ने, यो शान्तिको राजनीति, उत्तेजनाको राजनीतिको नेतृत्व एउटा दलले गरिरहेको छ।
शान्तिको राजनीतिको नेतृत्व नेपाली कांग्रेसले गर्नका निम्ति जुन नयाँ नेतृत्व चाहिन्छ त्यो नयाँ नेतृत्व ल्याउनका निम्ति मंसिर 27-28 गते गर्ने विशेष अधिवेशन नै मेरो हिसाबले हेर्दै गर्दा त म सर्वोत्तम मात्र पनि करिब करिब निर्विकल्प बाटो जस्तो देख्छु। कि हामीले पुसको मसान्त भन्दा अगाडि नै कि हामीले आवधिक अधिवेशन गर्न सक्नु पर्यो। त्यो आवधिक अधिवेशन गर्न सिंगो पार्टी एक ठाउँमा आउँछ, सबैजना तयार हो, जसरी पनि गरौँ भनेर भन्ने हो भने त्यो बाटो अहिले पनि छ। तर अब समयको पनि चाप बढ्दै गएको र थुप्रै नेताहरूले अहिले यो अधिवेशन गर्नै सकिन्न अहिले भनिरहेको बेलामा त्यो विशेष अधिवेशनको बाटो जाने कुरा नै हामी जानुपर्ने अवस्था आउँदै गरेको छ, बन्दै गरेको छ भन्ने मलाई लाग्छ। किनकि आवधिक अधिवेशन पनि गर्दिन पुस मसान्तभित्रमा, आवधिक अधिवेशन नगरिकन विशेष अधिवेशन पनि गर्दिन भन्न त पाइँदैन। किनकि यो हाम्रो चाहनाको विषय हो। जस्तो केन्द्र समितिले आज के निर्णय गर्यो, निर्वाचनमा जाने निर्णय गर्यो। केन्द्र समितिले के निर्णय गर्न सक्छ? केन्द्र समितिले म आवधिक अधिवेशन पुसभित्र गर्छु भन्ने निर्णय गर्न सक्छ। वा केन्द्र समितिले बहुमतले के पनि निर्णय गर्न सक्छ भने म पुसभित्र अधिवेशन गर्ने निर्णय नगरेर म त्योभन्दा पछाडि अर्को वैशाखमा गर्छु निर्णय गर्न सक्छ। तर केन्द्र समितिले के निर्णय चाहिँ गर्न पाउँदैन भने म पुसभित्र आवधिक अधिवेशन गर्दिन तर म चाहिँ विशेष अधिवेशन गर्दिन भन्ने निर्णय गर्न चाहिँ पाउँदैन। किनकि त्यो केन्द्र समितिको निर्णयको कुरा भएन, त्यो विधानको अर्कै धाराको अर्कै व्यवस्थाको कुरा भयो। अब हामीले आज सकेसम्म सबै कुरा टुङ्ग्याएर बैठक टुङ्ग्यौँ भन्ने थियो, यो एउटा विषय टुङ्ग्याउन अझै सकिएन। किनकि सकेसम्म समझदारीमा निर्णय गरौँ भन्ने सबैको प्रयास सद्भाव रहने हो, हाम्रो पनि त्यसमै प्रयास छ। तर अब यो जुन 11 गतेको बैठक तय भएको छ, समयको कारणले सबै कारणले त्यो 11 गतेको बैठकबाट कि पुसभित्रमा आवधिक अधिवेशनको निर्णय गर्नुपर्छ, त्यो पनि अधिवेशनको कार्यतालिका होइन, अधिवेशन गर्ने गरी निर्णय गर्नुपर्छ। यहाँ कसैले कार्यतालिका खोज्यो भने अधिवेशन खोजेको, अधिवेशन अगाडि नयाँ नेतृत्व खोजेको, त्यो गर्नै पर्छ। कि के होइन भनेदेखि भने मंसिरको मसान्तमा मजाले विशेष अधिवेशनमा जानुपर्छ। यो दुईटा भन्दा बाहेक अर्को कुनै निर्णय गर्ने अर्को कुनै ठाउँ हामीसँग छैन। पर्सिको बैठकले जे निर्णय गर्छ त्यो निर्णयको आधारमा हामी अधिवेशनको कुरा टुङ्ग्याउँछौँ। तर अधिवेशनको निर्णय भन्दा अगाडि यो निर्णय आज गर्न चाहिँ किन आवश्यक भयो भनेदेखि भने हाम्रा बारेमा चाहिँ नेपाली कांग्रेसले निर्वाचनका बारेमा अरू विषयहरूका बारेमा चाहिँ अलमल भयो भन्ने कुरा सबैतिरबाट प्रश्न उठिसकेपछि सरकारले पनि कुरा भन्यो, निर्वाचन आयोगले भन्यो, सबैले भन्यो। हामी प्रश्न त छँदै थियौँ तर पनि हामीले आफ्नो निर्णयबाट आज प्रश्न बनाउनु पर्ने अवस्था, त्यो नै हामीले प्रश्न बनाएको।